सबैलाई जय मसी अनि प्रभु यीशु मसीहको नाममा हार्दिक अभिनन्दन छन्। आज गुड फ्राइडेको दिन भएको खण्डमा हामी माउन्ट पिस्का चर्च अन्तर्गत अनि हाम्रो सिस्टर एसेम्ब्लिजहरू मिलेर चाहिँ आज यहाँ चौरस्तामा हाम्रो प्रिचिङ राखेको छ। गस्पेल प्रिचिङको प्रोग्राम राखेको कारणले गर्दाखेरि म यहाँ आइसकेको छु र आज तपाईँहरूलाई छोटकारीमा हाम्रो प्रिचिङ कस्तो प्रकारले हुन्छ के हुन्छ है सबै कुराहरू तपाईँहरूलाई देखाउने छु र हेरेर सुनेर आशिषित हुनुहोस् होला। त भेट्ने छु तपाईँहरूलाई सिधै अब प्रोग्राममा। यहाँ आज हाम्रो बुक स्टल पनि राखिएको छ जसमा कि तपाईँले पुस्तकहरू पाउनुहुन्छ, गेट आइटम्सहरू पाउनुहुन्छ, ट्र्याक्सहरू पाउनुहुन्छ है। सो अब हाम्रो गुड फ्राइडेको यहाँ सेटअप भइरहेको छ। जस्तो सेटअप हुन्छ त्यस्तै हामी प्रसारको धावा सुरु गर्नेछौँ। फाइनली हाम्रो सबै सेटअप भइसके पश्चात गुड फ्राइडेको कार्यक्रम फाइनली सुरु भइसकेको छ। सो हेरेर आशिषित हुनुहोस् होला। जतिजना यहाँ चेयरहरू खाली छ तपाईँ यहाँनिर आएर बसिदिनु सक्नुहुन्छ। अनि अब हामी प्रार्थना सहित यो सेवालाई हामी अगाडि बढाउँछौँ। अनि हाम्रा कतिजना अतिथिहरू हुन्छ, हाम्रा शुभचिन्तकहरू हुनुहुन्छ, अनि हाम्रो पठक पनि हुन्छ। उहाँहरूलाई हार्दिक अभिनन्दन जनाउँछौँ, हार्दिक स्वागत जनाउँछौँ। पवित्र प्रेमी अनुगामी विश्वासयोग्य धर्मी पिता परमेश्वर, तपाईँ सारा शिक्षित परमेश्वर, सारा जीवनको परमेश्वर, तपाईँ स्वर्ग र पृथ्वीको मालिक, जति कारण परमेश्वरको पुत्र यीशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। द्वारा चाहिँ मान्छे जातिको प्रार्थना छ, त्यो जो सेवा छ यसमा पवित्र आशिषलाई छोटो धन्यवाद पात्रलाई प्रभु यीशु मसीहको पवित्र अनि उच्च नाममा सविताले यसलाई सुनिसन गर्नुहोस्। आमेन। सो फर्स्ट इन्ट्रोडक्सन हाम्रो सक्यो। अब चाहिँ हाम्रो ग्रुप सङ छ, जो सुनेर आशिषित हुनुहोस्। यहाँहरू सबैलाई आज हामी स्थानीय मण्डली माउन्ट पिस्काबाट यहाँ आएका छौँ। हामी यहाँ आउनुको औचित्य कुनै धर्म, कुनै विधि, कुनै अन्य विषयलाई प्रचार गर्न हामी आएका होइनौँ। अहिले भर्खर भाइले भन्नुभयो, तपाईहरुले गान सुन्नुभयो, गीत सुन्नुभयो प्रेमको बारेमा। त्यही प्रेमको बारेमा हामी आएका छौँ। त्यो प्रेम चाहिँ परमेश्वरको ज्ञान, स्वर्गीय सुसमाचारको माध्यमबाट जानिन्दो रहेछ। यसकारणले त्यो प्रेमको बारेमा बताउन हामी यहाँहरू समक्ष आएका हौँ। अनि भनाइ यस्तो छ, तपाईले परमेश्वरलाई प्रेम गर्नु जरुरत छैन। तर आजको सन्देशले यो भन्छ कि परमेश्वरलाई तपाईप्रति प्रेम गर्ने मौका दिनुहोस्।
परमेश्वरलाई तपाईलाई प्रेम गर्ने अनुमति दिनुहोस्, आज्ञा दिनुहोस्, स्वाद चाख्नुहोस्। आजको कुरा, आजको यो सुसमाचार अलि भिन्दै हो। तर आज हामीले म बोलिरहेको पछिल्लोतिर पृष्ठभूमिमा तपाईले देख्नु भएको छ एउटा शब्द गुड अथवा असल। परमेश्वरको ज्ञान, परमेश्वरको ज्ञान जसले चाहिँ कहिले पनि थकाउँदैन मान्छे। एकजना ठुलो राजा थिए, कवि थिए, बोटनिस्ट थिए, हर्टिकल्चरिस्ट थिए, लिरिसिस्ट थिए, म्युजिसियन थिए, रूप आकृतिमा ठुलो। उनको नाम हो तपाईको वर्ल्ड फेमस। अहिले पनि उनको रेकर्ड कुनै नो वान, नो मोनार्की, नो किङ हैज डिस्प्लेज हिज हायरार्की, हिज ग्लोरी, हिज फेम। भेरी 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 लुमिनरी पर्सन, सितारा जस्तो मान्छे हुनुहुने किङ सोलोमन। उनले भनेको छ मेरो ज्ञानले त मलाई थकायो। संसार थाकेर अहिले विश्राम खोज्दैछ। धेरैजना मानिसहरूले अहिले कालो कालो ग्लास लगाएर हिँडिरहेको हुन्छ। थाहा छ, मलाई ह्यान्डसम देखोस् कि कसो भन्नुपर्छ अहिले, मलाई राम्रै देखोस् भनेर। तर के थाहा कि रातभरि रुखको कारणले गर्दा उनको सुन्टेको आँखाहरू, रातो रातो भएको आँखाहरू संसारले नदेखोस् भनेर आज उनले त्यो फुल्लेको आँखाहरू कालो कालो ग्लासले छोपेर हिँड्ने बाध्यता पनि परिरहेको छ। प्रभु कल्वारीको मेरो निम्ति अति नै प्रिय छ, मेरो निम्ति अति नै प्रिय छ। ब्रदर रबिन थापाज्यूलाई हामी यहाँनिर परमेश्वरको सन्देशको लागि अगाडि निम्त्याउन चाहन्छौँ। धेरै कुराहरू सुन्यौं। परमेश्वर अति प्रेमी परमेश्वर हुनुहुन्छ। सबै मान्छे जातिलाई उहाँले अति धेरै प्रेम गर्नुहुन्छ। अनि यो प्रेमको प्रमाण उहाँले दिनुभएको छ। हामी हरेक मान्छेलाई हरेक कुराको लागि प्रमाण चाहिन्छ। प्रमाण हामी खोज्छौं। ताजा परमेश्वरको वचन, पवित्र शास्त्र बाइबलले यही प्रेमको कुरा गर्छ। अनि प्रेमको प्रमाण पनि देऊ भनेर भन्छ। त्यस्तो अवस्थामा डुबिरहेको थियो, तर भित्र हृदय भने अघि यहाँ भाइले भन्नुहुँदै थियो कालो चस्मा लगाएर हिँड्छौ अरे, कतिले आफूलाई सुन्दर सुन्दरी देखाउनको लागि है। तर धेरै जस्तो मनभित्र अशान्ति भएको कारणले गर्दा रुदा रुदा आँखा पुस्दा पुस्दा आँखा रातो भएको कारणले गर्दा त्यो आँखा कसैले नदेखोस् है भनेर पनि लगाउँदो रहेछ। भनिन्छ भाँचिएको कलम र मनभित्रको जलन उस्तै उस्तै हो।
भाँचिएको कलमले कुनै पन्नामा लेखिनु सक्दैन, मनभित्र भएको जलनले जिन्दगीमा केही पनि गर्न सकिँदैन। यसै कारणले धेरैजना मनभित्र भित्र पोलिएर डुप्लिकेट नक्कली हाँसो मुखमा लिएर हिँड्नेहरूलाई परमेश्वरको सन्देश यो छ। विश्व प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिन भन्ने सबैले चिनिन्छ, उहाँको बारेमा सबैले गुणगान गर्छन्, तर उहाँको एकदम मुटु बनाएको थाहा छ। मलाई पानी झरी मन पर्छ, मलाई पानी झरी मन पर्छ किनकि मेरो मनभित्र जलेर मनभित्रको पिरले जब म रोइरहेको हुन्छु तब मेरो आँसु संसारले देख्थे। আমাদের সম্পূর্ণ পর্যটক ভাই বোনদের প্রভু যীশু খ্রিস্টের পবিত্র বাণী শোনার জন্য আমরা স্বাগত জানাচ্ছি। আমরা মাউন্ট পিসগা সম্পূর্ণ যত বিশ্বাসীগণ আছি আমরা সবাই এক মন হয়ে আপনাদের স্বাগত জানাই পবিত্র বাণী শোনার জন্য। একটু আগে আপনারা শুনলেন নেপালি ভাষায় পবিত্র শাস্ত্র বাইবেলের বাক্য, আপনারা শুনলেন পবিত্র শাস্ত্র দ্বারা রচিত পবিত্র স্তুতি। আপনাদের সম্মুখে এন্টারটেইন করাতে আসেনি, কিন্তু এই স্তুতির মাধ্যমে পবিত্র শাস্ত্র বাক্যের মাধ্যমে পবিত্র প্রভু যীশু খ্রিস্টের ভালোবাসার প্রচার করতে এসেছি আর প্রয়াস করতেছি যে আপনারা জানুন, বুঝুন এবং প্রভু যীশু খ্রিস্টকে বিশ্বাস করে
Today is just not another Friday, but it is the day when love was nailed on the cross. Hope seemed lost, but yet salvation was born. Friends, today I would like to welcome you to the sacred moment of Good Friday, where Jesus Christ gave everything for you and me. Friends, whether you are listening from a restaurant, or whether you are in a car, at your home, or here in and around Chaurasta, spending some leisure time, then this message is for you. Jesus Christ, the very Son of God, God Himself saw you when He carried that cross on the way to Calvary. Jesus Christ, the Son of living God, He chose you over comfort. He chose you over riches. He chose you over power. He chose you over dominion. And above all, He chose you over heaven itself. Let me end with a story. It's about a father and a son. The title of the story is The Bridge Man and His Son. Once upon a time, there was a little town, and it had a small, railway station. Or let's say it had a bridge, a drawbridge, If you happen to know about it, a drawbridge, it's like adjustable. It goes up and it comes down. And then we get to see that this man operated the drawbridge. So every time when the train used to cross the bridge, or the ship used to pass underneath the bridge, the man used to pull the lever to release it, and then again push the lever to unrelease it. But the man also had a son whom he loved very much. He loved him so much that they used to play together, they used to sleep together. Since there were only 2 members in their family, and since that child was the only one, so he used to love him a lot. And they used to even pray together. But one day at work, when he looked at the clock, he then realized that the train was approaching nearby. And then he could see that a drawbridge was open because a big ship had just passed by. So, in a hurry to pull the lever, he just approached towards his control room. And then when he was about to do the act, he could hear the cry of his son who had followed him to his workplace. And then at that time, when he saw from the window, he could see his son down there and just beneath the gear mechanism. He had fell down over there. But then he realized that he had only a few seconds to take action. In one hand, he had the train full of people. More than hundreds of people were there. But on the other hand, it was his son. And to take action, he just had a few seconds. At that moment, tears were streaming over his face. He was going through so much of agony, so much of pain, and he didn't know what to do. But then, surprisingly, shockingly, what he chose? He chose to pull the lever so that the bridge could go down and the train would pass by. At that very moment, he chose to do so. He pulled the gear, he pulled the lever, and then the bridge just went down, crushing his son beneath. My beloved friends, the train passed safely, without even people knowing, without even passengers knowing what the father just did to save them. The passengers were eating, drinking,
taking sip of coffee, and then they just went without even realizing that a father has just sacrificed his son to save them. Praise the Lord. हामी प्राप्त गर्न सक्छौं भने आजको गलत डिसिसनले हामी अनन्त नरकमा पनि जान सक्छौं। किनकि परमेश्वरले नरक र स्वर्गलाई सेट गर्नुभएको छ। यो कुरा हामी यहाँनिर दानियल किताब 9 अध्यायको 24-26 पद पढ्दैछु। यहाँनिर 24 र 26 पद पढ्दैछु म। तिम्रा मानिसहरू र तिम्रो पवित्र शहरका निम्ति 70 हप्ता तोकिएका छन्। अपराध समाप्त गर्न, पापहरूको अन्त गर्न, अधर्मका निम्ति प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन। सो हाम्रो यहाँ प्रचारको धावा एकदमै जारी छ। यहाँ अहिले अन्तमा भइरहेको छ। सेकेन्ड लास्ट गस्पेल प्रिचिङ भइरहेको छ। यसपछि एउटा स्तुति, त्यसपछि एउटा प्रचार हुनेछन् नेपालीमा, अनि आफ्टर द्याट क्लोजिङ सङ भएर चाहिँ आज सेवा हामी सिद्ध्याउनेछौँ। मलाई विश्वास छ तपाईँहरूले आशिष पाउनुहुन्छ। यो शुक्रबारको सम्बन्ध लिएर तपाईँहरूको माझमा हामीहरूले अङ्ग्रेजीबाट पनि
तपाईलाई केही कुरा बताउने चेष्टा गर्यौं बंगलाबाट पनि तपाईलाई बताउने चेष्टा गर्यौं अनि साथै साथ नेपालीबाट अब जो हाम्रो मातृभाषा हो प्रशस्तै प्रकारले तपाईलाई बताइसकिसकेको छ तरै भए पनि अब यो मानिसले पनि केही कुरा तपाईलाई बताउने इच्छा भयो जो घटना यो दिन घटेको थियो अब उपरान्त यस्तो घटना कहिले पनि घट्ने छैन अब समय बित्दै जान्छ मानिसहरू बित्दै जान्छ एउटा पुस्तादेखिको अर्को पुस्ता आउँदै जान्छ तर जुन घटना यो घटेको छ अब यस्तो घटना कहिले घट्ने छैन यो त एउटा अन्धकारको दिन रहेछ कारण यो जो घटना घट्यो यति बेला यो चाहिँ इजरायल देशमा घटेको कुरा हो जहाँ एकजना यहुदी व्यक्ति जसको नाम युसुफ भनिन्छ जसले चाहिँ आज जीवनकालमा सबै थोक असलै असल गर्दै आए अनि जतिजना उसको सम्पर्कमा आउने व्यक्तिहरू थिए उनीहरूलाई भलो गर्दै गए 31 वर्षको जवान उमेरमा जुन समयमा उसले अझै के कुरा गर्नु सक्ने थियो तर त्यो बेलाको शासकहरूले रोमी शासकलाई सुम्पिदिए अनि त्यति बेलाको क्रूर मृत्यु जो क्रुसको मृत्यु भनिन्छ जो अति डरलाग्दो भयानक काम गर्ने व्यक्तिहरूलाई सजाय दिन्थ्यो त्यो मृत्यु थियो प्रचारको दावा सकिसक्यो धन्यवाद ज्ञापन गर्नुपर्छ हामीले थ्याङ्क्सगिभिङ विशेष धन्यवाद चाहिँ हाम्रो प्रवेशी मिश्र कृष्टिकटलाई हामीले मान्छे जातिले डाउट गर्छ नि पानी पर्छ होला भन्छ आज पानी पर्यो भन्नुहोस् पर्यो उसको स्याउ वा माथि उचिलो भयो आज है दोस्रो कुरो हामी अरूलाई धन्यवाद दिन्छौँ किन हामी शरीरका माइक पर्मिसन दिन्छ यो चौरस्ता परिसरमा हामीलाई प्रचार गर्ने अनुमति दिनुहुन्छ उहाँलाई धन्यवाद गाउनै पर्छ विशेष गरी प्रशासनको वरिष्ठ अधिकारी हुन्छ भित्रभित्र तपाईँलाई थाहा छ भित्रभित्र वरिष्ठ अधिकारी हुनुहुन्छ प्रशासनको है अनि हाम्रो डिएम अफिसको अधिकारीको लागि उहाँलाई कोटी कोटी धन्यवाद दिन्छु भन्नुहोस् प्रभु येशू मसीहको हालेलुया आउनुहोस् हामी प्रार्थना गरौँ हाम्रो अत्यन्त महान प्रेमी सत्य अनि जीवित परमेश्वर पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ यो सुन्दर समय प्रभु हामीलाई दिनुभयो माउन्ट पिस्गा अन्तर्गत विभिन्न मण्डलीहरूबाट आफ्ना जनहरूलाई ल्याउनुभयो ग्रहण गर्नुहोस् आमेन सो आजको सबैलाई यही नै हो जय मसीह जय मसीह जय मसीह प्रभु इच्छा भइले फेरि अर्को वर्ष यसरी हामी भेट्नेछौँ जय मसीह प्रणय भाइ आजको प्रचार एकदम सफल सार्थक भयो एकदम प्रभुको दया ठुलो प्रभुको दया भयो प्रभुको अनुग्रह भयो We had a very pleasant day, a very blessed day indeed. तर हामीले राम्रो भएर अझै 7 मिनेट So सबैजना जय मसीह भनिदिनुस् तपाईहरु सबैजना जय मसीह जय मसीह त आजको प्रचार एकदमै आशिषित भयो एकदमै राम्रो भयो है वी आर भेरी ह्यापी अनि तपाईहरु पनि हेरेर निश्चय नै आशिषित हुनुभयो भने हामी विश्वास गर्छौँ त नारा लगाइदिनुस् विजेता भन्नुहोस् प्रभु येशू मसीहको जय लगापे माया गर्ने प्रभु येशू मसीहको जय शक्तिमान प्रभु येशू मसीहको जय प्रचारमा सहायता गर्ने प्रभु येशू मसीहको जय हालेलुया हालेलुया हालेलुया